ल वेलकम टु माई भ्लग आमा छोरा ठुलो मोमो दिदीलाई चाहिँ साह्रै खानु मन लाग्यो अरे र हामी कति मिनट हिँड्ने लाग्यो 15 मिनट 5 मिनट होला यहाँ चाहिँ दिदीलाई आउनु मन थियो यहाँ त म त पहिला कति वर्षपछि नयाँ कभर ऊ अस्ति म उता गएको थिएँ क्या अब हाम्रो दिदीले आज ठुलो मोमो खाएर देखाउँछ आज निशुले के सपिङ गर्यो निशु आज माथिदेखि प्रदर्शन सबै कति सपिङ गरिसक्यो त हामी अस्ति भर्खर ल्यापटप पनि किन्यौँ त्यो त्यसलाई सपिङ भन्दैन त्यसलाई कामको पर्पज ल्यापटप चाहिँ सपिङ भन्दैन अब उसलाई काहीँ जानु पऱ्यो भने सपिङ कस्तो काहीँ जानु पऱ्यो भने सपिङ वाउ अब हामी किमा नुडल्स खान्छ पहिला दिदी हामीलाई त्यो एक्स्ट्रा प्लेट पनि माग्नुपर्छ क्या भाइ साइड प्लेट पनि ल्याइदिनु न कस्तो छ र दिदी पनि खानु स्वाद आउँदैछ स्वाद आउँदैछ मिठो 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 दिदी कस्तो लाग्यो हो अब हामी पनि खान्छु अलिक मजाले नभोलेर हो कि है डिफ्रेन्ट टेस्ट है डिफ्रेन्ट टेस्ट किमा नुडल्सको है नि सर अर्ग्यानिक खोला तिमीलाई खाएको खाइ गर्छौ क्वालिटी छोड्नु पऱ्यो मैले मोटेको अब चाहिँ हामी यो के मोमो रे मिसो सी मोमो विथ ग्रेभी खानु भएको र दिदी खाऊँ अब उसले त कलेजमा डेली खान्छ उसको खाजै हो अरे अब हामीले चाहिँ यहाँ म त कति पछि खानु लाग्यो यो मलाई त एक क्याप्सिकम चाहिँ मनपर्छ एकचोटि घरमा बनाएन चिकन चिल्ली हो न त तिमीलाई दिइरहन म मिठो छ है मेरै कलेजको मिठो हो मेरै कलेजको मिठो उसको कलेजको मेरो खायो धेरै सस्तो है अनि खाना कति बजी खाने हो खाजा कति बजी खाने 2 बजी 4:30 बजी घर आइपुग्छु ए बिहान कति बजीको क्लास हो 7 बजे 7:15 मा एउटै त ए त्यहाँ बाद उनीहरू सिटी कलेज जान्छ होला 7 बजी ठ्याक्कै गाडी आउँछ डबल ठुलो मोमो खानु लाग्यो जुस सबै मुन्छ छिटो मिठो ल ल खानु दिदी ल यो नि हो झोल बदामको कस्तो लाग्यो गर्नु लागेन यो माछा पाकेको मिसो तातो छ मलाई त लागेन हो रड पुग्यो भने त ठुलो हो रहर चाहिँ पुग्यो ल ल खाने खानु यो के चाहिँ यहाँ रोकिन कस्तो पिरो अचार हालेको मेरो खाना त्यति त एक घन्टामै सक्छ ठुलो मोमो अनि सिमो म चाहिँ नखाने बलियो खानु तपाईँ अब हामी यो मोमो ट्राई गर्नु लाग्यो है के गर्नु न त मगाउनु न त
गाइस हामी चाहिँ ठुलो मोमो ट्राई गर्दैछौँ मेरो फुट्यो कहाँ डिजाइन झोल तिमी पाए त्यो के त्यस्तै हो जुसी बनाएको क्या त्यो नि पिठोको त्यो पिठो बाक्लो त्यो भन्दा होइन ठुलो मोमो गर्नु सेको अचार सेतो अचार झोल अचार अब सेतो कलर चाहिँ आमा हामी कहाँ जान आँटे रुममाङ किचनमा थुक्पा ट्राई गर्नु जानु फर्स्ट टाइम रुममाङ किचन गाइस हामी चाहिँ आज कहाँ आएको भन्दा मिसु हामी रुममाङ किचन रुममाङ किचन अनि हामी चाहिँ अहिले यहाँ यो चाहिँ मेरो फर्स्ट टाइम हो निसु चाहिँ कतिचोटि आइसक्यो अरे यहाँ दिदी अनि यता चाहिँ रुममाङ दाई र बिन्दुल दिदी भित्र हुनुहुन्छ रुममा खानेकुरा पाउँछ भने सो नाइस अब हामी यहाँ ट्राई गरेर भन्छ है त तपाईँहरूलाई हामीले खानेकुरा त्यस्तो खासै त अर्डर गरेको छैन अघि भर्खर खाएर अब लेट्स ट्राई अब चाहिँ यहाँ दिदीले रुममाङ किचनको थुक्पा ट्राई गर्दै हुन्छ ल दिदी धरानी खाएर धरानी थुक्पा ल कस्तो रहेछ पहिले टेस्ट गराएँ लगाउनु त कस्तो छ दामी फ्लेभर त मिठाई आइरहेछ ल दामी ल दिदीले मिठो भनेपछि मिठो ल यो चाहिँ आमा रे अनि छोरा रे यसको नाम के हो अरे लिली लिली हाई लिली अनि यहाँ चाहिँ आन्टी हेलो गर्नु त हेलो ल सुधि हेर यहाँ मा चाहिँ कहाँ आएको छ हामी आज कहाँ चाहिँ छोरी आइछ अनि यहाँ कसो देखेछ भने चाहिँ आज त केही पनि देखाएको छैन ओइ लिली लिली आइस लिली अहिले फ्लावर लिली अनि नाम चाहिँ केटा अनि नाम ए होइन जात फेरि केटीको जस्तो छ नि त ए हो त्यो त होइन नि फेरि हामी सोचे जस्तो त होइन नि हेलो गाइज म चाहिँ अहिले ब्याक टु होम भइसकेँ आज बौद्ध गएँ अनि बौद्धबाट मेरो बेस्ट फ्रेन्डको घरमा गएँ अनि बेस्ट फ्रेन्डको फ्यामिलीसँग गफसफ गरेँ रमाइलो भयो सर्ट एन्ड स्विट मिट भयो अब अर्को पालि फेरि जान्छु म अनि त्यसपछि अनि अहिले भर्खर ब्याक टु होम भएको अब ठ्याक्क अहिले कति बज्यो भने 9:35 भयो सो म चाहिँ अहिले मेरो यो इन्कम्प्लिट भएको यो वर्क छ नि यो वर्क चाहिँ मैले अब अहिले अलिअलि गर्नु लाग्यो सो मैले चाहिँ यहाँ दुईवटा जति चाहिँ बनाइसकेँ दिस इज माई अर्डर होइन यो चाहिँ अनि यो म हजुरहरूले राम्रोसँग यहाँ सबै मेसी छ यो चाहिँ यस्तो छ ओ माई गॉड यो चाहिँ वाल ह्याङ्गिङ यो चाहिँ वेलकम होइन यो यस्तो छ अनि त्यसपछि नेक्स्ट दिस वान है अनि यो चाहिँ मेरो दुईवटा कम्प्लिट भयो अझै 3टा बाँकी छ सो यति नै हो गाइज आजको मेरो डे अफ माई लाइफ होइन अब म हजुरहरूलाई अर्को ब्लगमा भेटौँला सो त्यसको लागि गुड नाइट ह्याभ स्विट ड्रिम सी यू नेक्स्ट ब्लग बाई